बलायर हेरौँ उहाँको प्रदर्शन कस्तो रहनेछ डल्फिन जम्पबाट हान्नु प्रयास गर्नुभएको थियो तर विफल अब आउँदै हुनुहुन्छ डल्फिन जम्पका पारकी प्रवेश रावल उहाँ हेरौँ उहाँको प्रदर्शन उत्कृष्ट प्रदर्शन वाउ वाट अ पर्फर्मेन्स गणेश सापरी आउँदै हुनुहुन्छ वाउ उत्कृष्ट प्रदर्शन उहाँको अब आउँदै हुनुहुन्छ धनेश बेस्ट आउँदै हुनुहुन्छ धनेश बेस्ट वाउ उत्कृष्ट प्रदर्शन नाग्नु भएको छ उहाँले पनि अब आउँदै हुनुहुन्छ योगेश सापरी आहा विफल हुनुभएको छ फेरि 2 राउन्डको लागि दिनेश बलाय सेकेन्ड चान्स वाउ सफल हुनुभएको छ उहाँलाई अघिल्लो चरणको लागि शुभकामना छ उहाँ पनि सफल हुनुभएको छ र अर्को चरणको लागि शुभकामना छ अब हुनेछ 4-10 को लागि 4 फिट 10 इन्च दिनेश आउँदै हुनुहुन्छ दिनेश बलायर हेरौँ माफ गर्नु होला तर विफल हुनुभएको छ अब आउँदै हुनुहुन्छ प्रवेश रावल तर विफल हुनुभएको छ फेरि प्रयास गर्नुहुनेछ केही छैन आउँदै हुनुहुन्छ गणेश र विफल हुनुभएको छ उहाँ पनि आउँदै हुनुहुन्छ धनेश बेस्ट हेरौँ उहाँको प्रदर्शनी कस्तो रहनेछ उहाँ पनि विफल हुनुभएछ क्रस हुन सकेन आउँदै हुनुहुन्छ योगेश सापरी तर एकछिन झुकिनु भएको छ फेरि हान्नुहुनेछ फेरि आउँदै हुनुहुन्छ योगेश सापरी थोरैले फेरि आउँदै हुनुहुन्छ दिनेश बलायर हेरौँ उहाँको प्रदर्शन कस्तो रहनेछ तर विफल हुनुभएको छ र अब अन्तिम प्रयास होइन भने अर्को वर्षको लागि तयारी गर्नुहुनेछ र जानुहुनेछ प्रवेश आउँदै हुनुहुन्छ र एउटा प्रयास र तर विफल हुनुभएको छ क्रस हुन सकेन फेरि एक चान्स रहेको छ होइन भने अर्को वर्षको लागि तयारी गर्नुहुनेछ गणेश सापरी आउनुभएको छ गणेश सापरीले कटाउनु भएको उत्कृष्ट प्रदर्शन आउँदै हुनुहुन्छ धनेश बेस्ट हाइट एकदमै राम्रो छ उहाँको तर क्रस हुन सकेन अब दिनेश बलायर लास्ट चान्स रहेको छ अन्तिम के गर्नुहुन्छ र विफल हुनुभएको छ र अब अर्को वर्षको लागि तयारी गर्नुहुनेछ र घर जानुहुनेछ अब योगेश सापरी आउँदै हुनुहुन्छ हेरौँ उहाँले के गर्नुहुन्छ कुनै जादुई प्रयास सफल हुनुभएको छ उहाँ र अब